साथीहरु नमस्कार। विवश विष्ट युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। विवश विष्ट युट्युब च्यानल मार्फत लोक सेवा आयोगका विभिन्न विषयवस्तुका विषयमा ज्ञान लिने उद्देश्यका साथ जोडिनु भएको छ। यसर्थ तपाईलाई आज हामीले खरिदारको तेस्रो पत्रको सार्वजनिक सेवा व्यवस्थापन अन्तर्गत निजामती सेवाको बारेमा अध्ययन गर्दैछौं। भाग 1, भाग 2, भाग 3 र भाग 4 चारवटा भिडियोहरु हाम्रो युट्युब च्यानलमा अलरेडी पब्लिश भइसकेको छ। हेर्नु भएको छ भने ती भिडियो हेरेर यो भिडियोलाई हेर्नुभयो भने चाहिँ क्रमबद्ध छ। यसर्थ बुझ्नको लागि एकदमै महत्त्वपूर्ण हुनेछ, सहज हुनेछ। हामीले अध्ययन गर्दै गर्दा हामी कहाँ पुगेका थियौं भने हामी यो विभागीय कारबाहीका विषयमा अगाडि बढिरहेका थियौं। अगाडि बढ्दै गर्दा विभागीय कारबाहीमा दुई प्रकारका सजाय हुन्छन्, सामान्य सजाय, विशेष सजाय र ती सजायहरू पनि कस्तो कस्तो अवस्थामा हुन्छन् भन्ने कुरा हामीले अघिल्लो भिडियोमा अध्ययन गरेका छौं, चर्चा गरेका छौं। आज हामी के गर्छौं त विभागीय कारबाही र सजाय सम्बन्धी व्यवस्था कस्तो व्यवस्था छ निजामती सेवा ऐनमा भन्ने कुरा हामीले अध्ययन गर्छौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन 2048 बमोजिम सो आयोगबाट र प्रचलित कानून बमोजिम सम्बन्धित निकायले कुनै निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न लेखी आएमा चाहिँ आवश्यक प्रक्रिया पुर्याइ चाहिँ सही बमोजिम विभागीय कारबाही गर्नुपर्ने छ भन्ने कुरा तपाईलाई याद गर्नुपर्ने छ। अर्को कुरा, विधा नलिई आफ्नो कार्यालयमा अनुपस्थित हुने निजामती कर्मचारीले गैल र तलब कट्टी गर्न सकिनेछ। यसरी गैल भएको अवधि सेवा अवधिमा गणना गरिने छैन भनेर भनिएको छ। अर्को पोइन्ट, विधा स्वीकृत नगरे लगातार 90 दिन भन्दा बढी अवधि अनुपस्थित हुने कर्मचारीलाई गैल कट्टी गरी हाजिर गराउन सकेको छैन भन्ने, हाजिर गराउन सकिने छैन, गराउन सकिने छैन। हाजिर गराएमा त्यसरी हाजिर गराउने पदाधिकारीलाई विभागीय कारबाही हुनेछ र हाजिर गराएको कर्मचारीले खाएको तलब भत्ता समेत त्यसरी हाजिर गराउने पदाधिकारीबाट सरकारी बाँकी सरह असुल गरिने छ। एकदमै कडा छ नि त नि है। अलि तपाईहरुले मनन गरेर पढ्नु भएमा चाहिँ बुझ्नुहुन्छ। विभागीय सजाय दिने अधिकारीले चाहिँ राजपत्राङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिको पदमा कार्यरत निजामती कर्मचारी नेपाल सरकार, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीको निजामती कर्मचारीलाई निज कार्यरत निकायको विशिष्ट श्रेणीको अधिकार, राजपत्र अनङ्कित निजामती कर्मचारीलाई निज कार्यरत कार्यालयको विभागीय प्रमुख वा राजपत्राङ्कित कार्यालय प्रमुखबाट कारबाही अथवा सजाय हुनेछ भनेको छ। भनेको विभागीय सजाय दिने अधिकारी को हो भनेको त्यस्तो खालको कार्यालय प्रमुख हो भनेर भनेको छ। कस्तो खालको त यो पुरै पढ्नुपर्छ है। कुनै निजामती कर्मचारीलाई विभागीय सजाय दिने आदेश दिनुभन्दा अघि चाहिँ कारबाही गर्न लागेको कारणको उल्लेख गरी सो कर्मचारीलाई उचित म्याद दिई आफ्नो सफाई पेश गर्ने मौका दिनुपर्नेछ। उक्त कर्मचारीले पेश गरेको सफाईलाई गम्भीरतापूर्वक मनन गर्नुपर्नेछ। एकचोटि चाहिँ यो सेवाको सुरक्षा भन्ने कुरा पनि यसबाट बुझ्न सकिन्छ। कर्मचारीलाई चाहिँ एउटा उचित सफाईको मौका चाहिँ दिइन्छ। त्यो मौका चाहिँ एकदमै गहन तरिकाले लिनुपर्छ भनेको छ। विभागीय सजायको अन्तिम निर्णय गर्नु अघि लोक सेवा आयोगको परामर्श पनि लिनुपर्छ। भनेको सेवा सुविधा कर्मचारीले संगठनमा पुर्याएको योगदान बापत निजहरूले प्राप्त गर्ने मौद्रिक र गैर मौद्रिक प्रोत्साहनको समष्टि नै सेवा सुविधा हो है। अब हामी कहाँ गयौं त सेवा सुविधा। अर्को यो चाहिँ अर्को पोइन्ट हो के हो साथीहरु, यो अर्को पोइन्ट हो है त। सेवा सुविधा अर्को टपिक हो है। यो सजायको विषयमा यति पोइन्टहरु, यति बुदाहरु जान्नु भएमा अति महत्त्वपूर्ण हुन्छ। अब सेवा सुविधा भनेको कर्मचारीले संगठनमा पुर्याएको योगदान बापत निजहरूले चाहिँ प्राप्त गर्ने मौद्रिक अथवा गैर मौद्रिक प्रोत्साहनको समष्टि नै चाहिँ के हो त सेवा सुविधा हो। यसले कर्मचारीलाई मन, वचन र कर्मले चाहिँ संगठन प्रति समर्पित हुने अभिप्रेरित गर्दछ भनेको। अर्को, सेवा सुविधाले कर्मचारीले पसिना र श्रमको मूल्यका रूपमा लिने
गरिन्छ। नेपालको सन्दर्भमा निजामती कर्मचारीले प्राप्त गर्ने सेवा सुविधालाई चाहिँ देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छ। सेवा सुविधालाई कसरी लिने भन्ने कुरा यहाँ छ साथीहरू। नेपालको निजामती सेवामा उत्प्रेरणाको अवस्था सबल पक्ष अन्तर्गत मौद्रिक सेवा सुविधा लिइन्छ है। मौद्रिक र गैर मौद्रिक सेवा सुविधा के हुन्छन्? मौद्रिक र गैर मौद्रिक दुई प्रकारको। मौद्रिक अन्तर्गत पनि के तलब वृद्धि तथा भत्ता, दैनिक भरण भत्ता, जोखिम भत्ता, दुर्गम भत्ता, महँगी भत्ता पनि विभिन्न प्रकारका हुन्छन्। एउटा दैनिक भरण भत्ता हुन्छ, एउटा जोखिम भत्ता हुन्छ, अर्को दुर्गम भत्ता हुन्छ, एउटा महँगी भत्ता हुन्छ। त्यसबापत अर्को के पाउँछ? उपदान र निवृत्ति भरण पाउँछ। अनि बिमा र सञ्चय कोषको पनि सेवा सुविधा छ। अर्को औषधि उपचार खर्च पाउँछ, चाडपर्व खर्च र पोसाक भत्ता पाउँछ। निजामती सेवा पुरस्कार पनि पाउँछ। गैर मौद्रिक सेवा सुविधा अन्तर्गत चाहिँ योग्यता प्रणालीको कदर हुन्छ, सेवाको सुरक्षा, सेवा शर्तको सुरक्षा र कर्मचारीको बचाव हुन्छ। वृत्ति विकासका अवसरहरू सरुवा, बढुवा, भ्रमण, अध्ययन, भ्रमण, तालिम आदि हुन्छ। ट्रेड युनियन अधिकार, दण्ड र सजाय प्रणाली हुन्छ। विधाहरूको सुविधा हुन्छ। अर्को के हुन्छ त? निजामती सेवा अस्पतालमा सेवामा छुट हुन्छ त नियमबद्ध पदस्थापन गर्न सरुवा प्रणाली हुन्छ। अर्को पदोन्नति हुन्छ। एउटा अनुशासन र आचरण पनि हुन्छ। यसर्थ निजामती सेवाले के कस्ता सेवा सुविधा पाउँछ भन्ने कुरा यो अति महत्त्वपूर्ण छ। धेरै परीक्षामा आएको प्रश्न हो। यसर्थ तपाईले जान्नुपर्छ। अर्को दुर्बल पक्ष अथवा समस्याहरू के हुन्छ त? निजामती सेवाका दुर्बल पक्ष अथवा समस्याहरू यस प्रकार छन्। उचित कार्यवातावरणको अभाव हुन्छ। आदर्श परिवारको जीविका निर्वाह हुने हुँदा तलब भत्ताको कमी हुन्छ। याक्स थ्योरीको आधारमा व्यवहार गरिनु। अर्को कार्य सम्पादनलाई उत्प्रेरणासँग आबद्ध गर्न नसकिएको सरुवा प्रणाली सोझालाई चाहिँ सोली र पहुँच हुनेलाई चाहिँ चौतारी बन्न पुगेको भनेको यो अहिले मनन गर्नुहोला। वृद्धि विकास योजनाको अभाव हुनु, कर्मचारी समायोजनमा अधिकांश कर्मचारीको असन्तुष्टि रहेको, कार्य सम्पादन मूल्याङ्कन वस्तुनिष्ठ र वैज्ञानिक नहुनु, बढुवा प्रणाली पारदर्शी बन्न नसक्नु, जिम्मेवारी सुम्पिने तर अधिकार प्रत्यायोजनमा हिचकिच्याउने प्रवृत्ति रहनु, स्पष्ट कार्य जिम्मेवारीको अभाव छ। अर्को प्रशासनमा राजनीतिक हस्तक्षेप, यी चाहिँ समस्या दुर्बल पक्ष निजामती सेवाका है। यो कुरा याद गर्नु होला। हामी अर्को पोइन्टमा जान्छौँ। अर्को कुरा अध्ययन गर्दै गर्दा एउटा निजामती सेवा पुरस्कार भन्ने छ। निजामती सेवा पुरस्कार अध्ययन गर्दै गर्दा साथीहरू कस्तो व्यक्तिले निजामती पुरस्कार पाउँछ, कस्तो निजामती कर्मचारीले पाउँछ भन्ने कुरा पनि अध्ययनमा कुन सेवा कुन क्याटेगोरीमा सेवा पुरस्कार पाउँछन् भन्ने कुरा पनि हो। निजामती कर्मचारीले राष्ट्र सेवामा पुर्याएको योगदानको कदर गर्दै प्रत्येक वर्ष नेपाल सरकारले निजामती सेवा दिवस भाद्र 22 गते मनाइन्छ। त्यही निजामती सेवा दिवसको अवसरमा चाहिँ देहाय बमोजिमका कर्मचारीलाई चाहिँ देहाय बमोजिम अनुसारको चाहिँ के पाउँछ त भन्दाखेरि पुरस्कार राशि दिने व्यवस्था रहेको छ। एउटा पुरस्कार क्याटेगोरी छ सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार 2 लाख दिइन्छ एकजनालाई मात्र। अर्को छ सेवा उत्कृष्ट निजामती सेवा पुरस्कार छ 1 लाख राशि दिइन्छ 10 जनालाई दिइन्छ। अर्को छ निजामती सेवा पुरस्कार छ 50,000 दिइन्छ 30 जनालाई। यो कसरी छान्ने त भन्ने कुरा हो। निजामती सेवा पुरस्कार समिति सिफारिस समिति भन्ने हुन्छ। त्यो समिति कस्तो हुन्छ त? नेपाल सरकारको मुख्य सचिव चाहिँ अध्यक्ष हुन्छ भने कानुन तथा न्याय मन्त्रालयको सचिव सदस्य र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव सदस्य हुन्छ। यी तीनवटा समितिले चाहिँ ती कर्मचारीहरू छनौट गर्ने काम गर्दछ। निजामती सेवाको समस्या कस्तो छ त? निजामती कर्मचारीले आफूलाई सेवक नभई शासक ठाने संस्कृतिले प्रशय पाउँदा सेवाग्राही र कर्मचारी बीच सुमधुर सम्बन्ध स्थापना हुन नसकेको पाइँदैन। यो समस्या हो। कर्मचारीले कार्य सम्पादन मूल्याङ्कन वैज्ञानिक र वस्तुनिष्ठ छैन। कार्य सम्पादनलाई दण्ड र पुरस्कारसँग आबद्ध गर्न सकेको छैन। यो पनि के हो त? समस्या नै लिन सकिन्छ। अर्को छ उचित कार्यवातावरणको अभाव हुनुका साथै कर्मचारी तन्त्रमा राजनीतिक हस्तक्षेप हाबी हुनु है। यो पनि एउटा समस्या हो। मुस्कान सहितको सेवा, एकीकृत सेवा, सूचना प्रविधि मैत्री सेवा जस्ता सेवा प्रवाहका नवीनतम मूल्यमा कर्मचारीले आफूलाई खरो साबित गर्न सकेको पाइँदैन है साथीहरू। यो पनि समस्या नै लिन सकिन्छ। अर्को समस्या पनि छ। अर्को समस्या के छ भन्ने कुरा हो। अर्को समस्या छ भ्रष्टाचार, कुशासन र
यार्ना पुञ्जीवाद जस्ता रोगले चाहिँ निजामती सेवालाई चाहिँ ग्रसित बनाएको खबर दिन प्रतिदिन बढ्दो छ। यो पनि समस्या। निजामती कर्मचारीहरूले चाहिँ अनुशासन र आचरणको पालना गरी सदाचार र नैतिकता हुनेतर्फ सीमितको मात्र ध्यान छ, सबैको ध्यान छैन है। सेवा प्रवाह भन्दा पनि वृद्धि विकासको मुद्दाले ज्यादा महत्त्व पाएको छ। अर्को संस्थागत क्षमतामा सुधारको कमी, यो पनि समस्या हो। हामीले यसरी निजामती सेवा अध्ययन गरेका छौँ। हरेक टपिकहरू लगभग परीक्षामा आउने हरेक टपिकहरूलाई छोएर अध्ययन गरेका छौँ। तपाईँले पनि त्यो हामीले अध्ययन गरेको भाग 1 देखि 5 सम्मका सबै अध्ययन गरेर त्यसलाई एकदमै फेयर नोट बनाएर अध्ययन गर्नुभयो भने चाहिँ निजामती सेवाबाट जस्तोसुकै प्रश्न आए पनि तपाईँले राम्रो गर्न सक्नुहुनेछ। उदाहरणको लागि एउटा प्रश्न कसरी गर्ने भन्ने कुरा हामी अध्ययन गर्छौँ। 5 मार्क्सको प्रश्न, नागरिक बडापत्र भनेको के हो? नागरिक बडापत्र तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषय उल्लेख गर्नुहोस्। यो अर्को यसपछिको टपिक हो है। त्यसैले यसपछिको टपिक भएको कारणले गर्दा हामीले चाहिँ के गर्छौँ त, यो टपिक अहिले भर्खरै त गर्दैनौँ, तर यसरी लेख्ने भन्ने कुरा तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँलाई मैले यहाँ देखाउँछु, यसरी गर्ने भनेर तपाईँले हेर्न सक्नुहुनेछ। हामीले त्यही टपिकमा यो प्रश्न गर्नेछौँ है। ओके, हामीले निजामती सेवा अध्ययन गरिसकेको अवस्था छ। भिडियो कस्तो लागेको छ कृपया आफ्नो प्रतिक्रिया दिन नबिर्सिनुहोला। तपाईँको प्रतिक्रियाले हामीलाई भिडियो बनाउने मोटिभेट हुनेछ। यसर्थ तपाईँले ज्ञान पनि प्राप्त गर्नुहोस्, हामीलाई हौसला पनि प्राप्त होस्, हामी यही चाहन्छौँ भन्दै आजको यो भिडियोबाट बिदा लिन चाहन्छु र अर्को भिडियो नयाँ टपिकको साथ लिए आउनेछु। यसर्थ तपाईँलाई हार्दिक धन्यवाद दिँदै आजको लागि बाई बाई।